हेलम्बु विकटता चिर्दै शिक्षाको उज्यालो। कहिलेकाहीँ परिवर्तनका कथा ठुलो बजेटले होइन, ठुलो सोचले लेखिन्छन्। कहिलेकाहीँ विकास समथर भूगोलमा होइन, उकालो चढ्दै अघि बढ्ने इच्छा शक्तिमा फक्रिन्छ र कहिलेकाहीँ सीमित स्रोत साधनले पनि असीमित सम्भावनाको ढोका खोलिदिन्छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका त्यही सम्भावनाको जीवन्त उदाहरण हो। आन्तरिक आम्दानी सीमित छ, भूगोल कठिन छ। कतै पहाड, कतै भिर, कतै घन्टौं हिँडेर मात्रै पुगिने बस्ती। तर यही विकटतालाई चुनौती होइन, अवसर ठानेर हेलम्बुले शिक्षाको उज्यालो छरिरहेको छ। यहाँ विश्वास गरिन्छ, इच्छा शक्ति बलियो भए परिवर्तन असम्भव हुँदैन। यहाँ शिक्षा कुनै एउटा कार्यक्रम होइन, पालिकाको विकास दर्शन हो। र यही दर्शनले आज हजारौं बालबालिकाको भविष्य उज्यालो बनाउँदैछ। यहाँ चाहिँ प्राविधिक सब्जेक्टहरू पनि फ्रीमा पढ्न पाएको छ। अनि हामीले सोचेको जस्तो पढाइहरू पनि उहाँहरूले क्लास पनि राम्रै दिनुहुन्छ। प्र्याक्टिकल पनि गरेकै छौँ। हुँदै हुँदै फिल्ड भिजिट पनि गएको छौँ हामीले यसपालि। अनि सरहरू पनि एकदम फ्रेन्डली, मिसहरू पनि त्यही हो। अनि उहाँहरूले दिनुभएको क्लासहरू, उहाँहरूले दिनुभएको हामीप्रति आशाहरू सबै पुरा हुन्छ भने जस्तो लाग्छ हामीलाई पनि। पढ्ने वातावरणहरू पनि धेरै राम्रो र आफूले चाहेको अनुसार पढ्न पाउने त्यस्तो महसुस गर्दै आइरहेको छु म। हेलम्बु गाउँपालिकाले विकासका धेरै आवश्यकता देख्यो। सडक पनि चाहिएको थियो, पूर्वाधार पनि, खानेपानी पनि। तर यी सबै बीच एउटा निर्णय गरियो, यदि भविष्य बनाउनु छ भने शिक्षाबाटै सुरु गर्नुपर्छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा नेतृत्वको जनप्रतिनिधिको टिम र स्थानीय अभिभावकको बलियो सहकार्यले आज हेलम्बु शिक्षामा जिल्लामै अब्बल प्रमाणित भइरहेको छ। जब शिक्षा स्थानीय सरकारको मातहतमा आयो, तब हेलम्बुमा शिक्षामा निकै ठुलो सुधार भएको छ। हेलम्बु गाउँपालिकामा स्थानीय तह सुरु भएपछि शिक्षाको क्षेत्रमा धेरै ठुलो सहयोग र विकास भएको पाइन्छ। त्यो के अर्थमा भने अब विद्यालय निरीक्षण गर्ने कुराहरू, सुपरभिजन गर्ने कुराहरू र केन्द्रीय लेभलबाट अथवा सङ्घीय र प्रदेश लेभलबाट आएको विभिन्न किसिमको सहयोगहरू चाहिँ स्थानीय तह आइसके पछाडि प्रत्येक विद्यालयहरूमा चाहिँ सहज रूपमा पुग्ने गरेको र पारदर्शिताका कुराहरू पनि धेरै सहज भएको छ। अनि अन्य कुराहरू विद्यालय सुपरभिजन गर्ने, सिकाइ उपलब्धिका कुराहरूमा सहजीकरण गर्ने, यी कुराहरूमा चाहिँ निकै सजिलो भएको छ। अब बृहत्तर विकास गर्ने प्रयासहरू भइरहेको छ, लगानी पनि त्यत्तिकै गरिराखेको अवस्थाहरू छ र शिक्षकहरूलाई प्रोत्साहन गर्ने कुराहरू पनि अति नै मननीय छ। यो चाहिँ शिक्षकहरूलाई जहिले पनि इन्स्पायर गर्ने कामहरू चाहिँ हेलम्बु पालिकाले गरिराखेको छ। र अहिले आएको चुनौतीहरू भन्नाले नै अब भौगोलिक चुनौती एउटा र शिक्षक दरबन्दी मिलानको र समायोजनका कुराहरू चाहिँ अलिकति चुनौती जस्तै छ। किनभने यदि शिक्षक दरबन्दी समायोजन र मिलान गर्न सकेको खण्डमा अहिले अब भइरहेको माध्यमिक विद्यालयहरू, 1-12 चलेका विद्यालयहरूमा चाहिँ अब सहजै दरबन्दीहरू पुग्ने अवस्थाहरू चाहिँ छ र तर यो समायोजन गर्नको लागि चाहिँ अलिकति चुनौती नै छ।
हेलम्बु गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा परेको छ। देशभरकै पालिका मध्ये शिक्षामा धेरै बजेट राख्ने पालिका मध्ये हेलम्बु अग्र पंक्तिमा आउँछ। आज यही निर्णयले नयाँ परिणाम दिएको छ। 32 वटा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको अभ्यास भइरहेको छ। हेलम्बु गाउँपालिका एउटा शैक्षिक क्षेत्रमा एउटा राम्रो नतिजा हासिल गर्ने एउटा गाउँपालिका हो। यहाँको लगानी पनि त्यसै रहेको छ। हाल यहाँ चाहिँ 32 वटा सामुदायिक विद्यालयहरू, 2 वटा संस्थागत विद्यालयहरू रहेको छन्। यो नतिजाको कुरा गर्दाखेरि एकदम राम्रो छ। हामी विगतदेखि नै जिल्लामा एससीको माध्यमिक शिक्षा परीक्षाको नजरले त्यो हेर्ने हो भने नि जिल्लामा हामी सधैँ फर्स्ट सेकेन्ड हुँदै आएका छौँ। यसपटक योभन्दा अघिल्लो शैक्षिक सत्र 2081 मा हाम्रो 75.67% थियो। अहिले हाम्रो घटेर अहिले चाहिँ 55.59% भएको छ। कक्षा BLE को पनि हाम्रो समग्र रिजल्ट राम्रो छ। अब भर्ना दर एकदम देशभरि नै घटिरहेको अवस्थामा क्रमागत रूपमा घटिरहेको छ। योभन्दा अगाडि हाम्रो 2 वर्ष अगाडि 5000 विद्यार्थी थियो, घटेर त्यो भन्दा पछिल्लो वर्षमा 4500 र त्यो भन्दा पछिल्लो 82 मा आएर 4000 भएकोमा अहिले पनि घटेर 3700 को हाराहारीमा हालसम्म चाहिँ विद्यार्थी भर्ना भएको छ। यो चाहिँ क्रमशः घट्दो छ र छाड्ने दर चाहिँ एकदम न्यून रहेको छ। 3% जति चाहिँ मात्र हाम्रो विद्यालय छाड्ने देखिन्छ। छाड्ने भन्नाले अन्यत्र विद्यालय गएर पढेको नि हुनसक्छ, ठ्याक्कै त्यस्तो धेरै छाड्ने चाहिँ त्यस्तो छैन। शक्ति भन्नुपर्दा हेलम्बु गाउँपालिकामा चाहिँ शिक्षक दरबन्दी जुन विद्यालय सङ्ख्या रहेको छ, सङ्ख्याको आधारमा विषयको दरबन्दी एकदम न्यून रहेको छ। हाम्रो अधिकांश बजेट चाहिँ कतिपय चाहिँ हाम्रो यो शिक्षकको तलब भत्तामै जान्छ। हाम्रो 16 वटा विद्यालयमा चाहिँ हाल ECD शिक्षकहरू मात्र रहेको। हाम्रो 32 वटा विद्यालयहरूमा जम्मा 16 वटा मात्र चाहिँ सङ्घीय अनुदानमा चाहिँ आउँछ ECDहरूलाई। त्योभन्दा बाँकी हाम्रो 17 वटा चाहिँ हामीले चाहिँ गाउँपालिकाबाटै प्रारम्भिक बाल विकासको सहजकर्ताहरूको पारिश्रमिक व्यवस्थापन गर्नुपर्दछ। त्यसको अतिरिक्त हाम्रो यहाँ चाहिँ स्थानीय भाषा साम्बोटा चाहिँ पढाइ हुन्छ। साम्बोटा पढाइ हुँदाखेरि हाम्रो लगभग हाम्रो 19 वटा स्कुलमा चाहिँ साम्बोटा पढाइ हुने भएकोले त्यो पनि हामीले नै बियर गर्नु परिरहेको छ। धेरै अभिभावकका लागि बिहानको सबैभन्दा ठुलो चिन्ता हुन्थ्यो बच्चाले खाजा के खान्छ। आज त्यो चिन्ता हटेको छ। सरकारले कक्षा 5 सम्म मात्र दिवा खाजाको व्यवस्था गरे पनि हेलम्बुले आफ्नै स्रोतबाट कक्षा 12 सम्मका सबै विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराएको छ। यो विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्ने आधार हो। बच्चाहरूलाई यो छात्रवृत्ति 9 सम्म दिनुभएको थियो, अनि खाजा अब 12 सम्मलाई छ। अहिलेसम्म पनि पालिकाबाट पनि छ 12 सम्मलाई। यहाँ क्याम्पस पढ्नेहरूलाई पनि खाजाको व्यवस्था, ड्रेसको व्यवस्था सबै छ। स्कुलमा पनि छ। अरू पालिकामा त खास त्यस्तो छैन नि त। यो चाहिँ पालिकामा दिनुभएको छ कि त्यसरी। अहिले हामीले थाहा भएदेखि यो क्याम्पस सुरु गरेदेखि अहिले 3-4 साल भयो बच्चाहरूलाई लुगा सबै क्याम्पसमा दिनुभएको छ नि त। अब स्कुलमा चाहिँ भने यो सानो बुढाहरूलाई चाहिँ हामीले नै दिने हो, अनि अरू सबै यता माथि नै दिनुहुन्छ पालिकाले नै। त्यसैगरी निशुल्क बस सेवाले दुर्गम गाउँका विद्यार्थीलाई विद्यालयसँग जोडेको छ। शिक्षामा दूरी अब किलोमिटरले होइन अवसरले मापन हुन थालेको छ। एक समय थियो राम्रो शिक्षाका लागि गाउँ छोड्नु पर्थ्यो, बालबालिका अर्कै गाउँ जानु पर्थ्यो। अभिभावक र सन्तान वर्षौं अलग बस्न बाध्य हुन्थे। आज त्यो अवस्था बदलिँदै गएको छ। हेलम्बुमा गुणस्तरीय शिक्षा विस्तार भएसँगै आफ्नै गाउँमा राम्रो पढाइ सम्भव भएको छ। आज विद्यार्थीहरूले आफ्नै घर आँगनमा गुणस्तरीय शिक्षा पाइरहेका छन्। सन्तान आफ्नै समुदायमा हुर्किरहेको देख्दा अभिभावक पनि खुसी छन्। हेलम्बु भित्रका विद्यार्थीहरूले आफूले पढ्न चाहेको विषय चाहिँ हेलम्बु भित्र नै पढ्न पाइयोस्
होइन। त्यो हुँदाखेरि चाहिँ विद्यार्थीहरूको चाहिँ अलिकति चाहिँ यो चाहिँ आर्थिक रूपमा पनि तपाईँको चाहिँ गाउँबाट सहर केन्द्रित हुँदाखेरि चाहिँ अलिकति पढाइको चाहिँ पारिवारिक रूपमा चाहिँ आर्थिक बोझ बढ्ने। तर हेलम्बुभित्रै जुन हेलम्बुले निःशुल्क रूपमा चाहिँ शिक्षाका चाहिँ क्रियाकलापहरू निःशुल्क रूपमा गरेको छ, त्यो हुँदाखेरि चाहिँ निःशुल्क रूपमा चाहिँ सहर केन्द्रितको चाहिँ पढाइ चाहिँ गाउँमै हुँदाखेरि चाहिँ विद्यार्थी तथा पारिवारिक रूपमा पनि आर्थिक रूपमा पनि राहत मिल्छ। त्यसै गरी अब हेलम्बु गाउँपालिकाले नेपाल अधिराज्यभरि चाहिँ यो दिवा खाजाको कुरामा 1/5लाई दिने दिवा खाजालाई चाहिँ 1/10 त्यसपछि सामुदायिक एकीकृत सिकाइ केन्द्रमा पनि चाहिँ पूर्ण रूपमा खुवाएको छ होइन। त्यो पनि एउटा नमुना रूपमा मान्न पर्छ। किन भन्दा चाहिँ एकीकृत सिकाइ केन्द्र भन्ने बित्तिकै विभिन्न भेगका विद्यार्थीहरू चाहिँ त्यो विद्यालयमा आउनुहुन्छ र चाहिँ सही समयमा उहाँहरूलाई चाहिँ खाना खाजाको व्यवस्थापनलाई गाह्रो पर्न सक्छ। त्यो भएको कारणले गर्दा चाहिँ जुन दिवा खाजाको कन्सेप्ट एकीकृत सिकाइ केन्द्रमा पनि छ, त्यो पनि एकदम उत्कृष्ट छ। गुणस्तरीय शिक्षा दिने आधार भनेकै क्षमतावान शिक्षक हुन्। त्यसैले हेलम्बुले शिक्षकको सम्मान र सुरक्षालाई पनि उत्तिकै महत्त्व दिएको छ। शिक्षकका लागि अवकाश कोषको प्रबन्ध गरेको छ। 5 लाख रुपैयाँसम्मको बिमा गरिएको छ। करार र राहत शिक्षकको भविष्यको सुरक्षामा पालिकाले दिएको चासोलाई शिक्षकलाई थप जिम्मेवार र उत्साहित बनाएको छ। यतिमै सीमित छैन हेलम्बु। हेलम्बु बोधिसत्व मोडल विद्यालयमा सिभिल र कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको छ। यो विद्यालय पालिकाको सपना मात्रै होइन, आफ्नै गाउँमा विश्व स्तरको प्राविधिक जनशक्ति उत्पादन गरेरै छाड्ने हुटहुटी पनि हो। मोडल स्कुलको 300 जना छ सर, करिब 300 जना भर्ना भइसकेका छन्। अझै 11 को केही भर्ना हुन बाँकी छ। अनि गाउँपालिकाले सहयोग गरेपछि निकै सुधारात्मक छ र अहिलेको नतिजा पनि एकदम राम्रो छ। तुलनात्मक रूपमा नेपालभरिमै शिक्षा क्षेत्रमा बढी लगानी गर्ने, शिक्षामा बढी लगानी गर्ने पालिका अन्तर्गत हेलम्बु गाउँपालिका पर्दो रहेछ सर। यसले शिक्षामा मोडल स्कुलका केसमा त धेरै नै खानादेखि लिएर धेरै कुराहरू सहयोग गरेको छ। फलस्वरूप यहाँको नतिजा एकदम राम्रो छ सर। परिवर्तन सधैँ सहज हुँदैन, झन् विकट भूगोलमा त झन् कठिन हुन्छ। तर हेलम्बुले देखाएको छ स्रोत भन्दा ठुलो शक्ति इच्छा शक्ति हो। हेलम्बु गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गर्दै आएको छ र आगामी दिनमा पनि गर्नलाई निश्चित बजेटहरू व्यवस्था गाउँपालिका, गाउँ कार्यपालिकाले, गाउँसभाले विनियोजन गर्दै आएको अवस्था छ। यसै अवस्थामा शिक्षालाई चाहिँ अझै प्रभावकारी बनाउन चाहिँ के गर्ने भन्ने कुरामा चाहिँ नियमित रूपमा हामीले चाहिँ दरबन्दीका फुलफिल नभएका शिक्षकहरूलाई फुलफिल गर्ने हाम्रो उद्देश्य छ। त्यसै गरी शिक्षा विद्यालयहरूलाई चाहिँ मर्ज गरी एकीकृत सिकाइ चाहिँ अझै प्रभावकारी बनाउने, शिक्षकहरूलाई चाहिँ अझै तालिम लगायतमा सहभागी गराइ चाहिँ क्षमता अभिवृद्धि गराउने, विद्यार्थीहरूलाई पनि उहाँहरूको अध्ययनको के छ अवस्था भनेर हामीले पालिका शाखाबाट र पालिकाबाट पनि नियमित अनुगमन गर्ने कार्यक्रमहरू गर्ने योजनामा हामी छौँ। जब शिक्षा स्थानीय सरकारको प्राथमिकतामा पर्छ, जब समुदाय त्यसमा हातेमालो गर्छ, जब शिक्षक, अभिभावक र विद्यार्थी एउटै लक्ष्यमा उभिन्छन्, त्यसपछि विकटताले पनि उज्यालोलाई रोक्न सक्दैन। हेलम्बु आज केवल एउटा गाउँपालिका होइन, यो इच्छा शक्तिको सुन्दर बिम्ब बनेको छ। यो विकटता चिर्दै शिक्षाको उज्यालो छर्ने अभियान हो र यो प्रमाण पनि सही सोच, स्पष्ट नेतृत्व र दृढ प्रतिबद्धता भए परिवर्तन अवश्य सम्भव हुन्छ।